दर्शकबिन नमस्कार। यति बेला तपाईँहरू गोर्खा नेटवर्क आसाम हेरिराख्ने दर्शकबिनहरूलाई स्वागत छ। म यति बेला भने आसामको चर्चित युट्युब कन्टेन्ट क्रिएटर भनौँ विमल लिम्बू भाइ, जसले चाहिँ आफ्नो अर्ग्यानिक तरिकाले आसाममा नभएर भारतवर्षमा गोर्खा जनमानसलाई हँसाउने एउटा प्रयास गर्नुहुन्छ र अहिले वर्तमान चाहिँ उहाँ गोर्खा महोत्सव सदियामा उपस्थित हुनुभएको छ र हामी उहाँलाई रिसिभ गर्न आएको थियो र सानो छोटो उहाँको आफ्नो केटेगोरीमा नै म उहाँलाई सोध्न चाहन्छु। भाइ, सद्य प्रथमबार तपाईँको वेलकम हुँदैछ कि कस्तो अनुभव? बहुत राम्रो अनुभव लागिरहेछ मलाई र आज पहिलो फर्स्ट टाइम म के पो भन्छ फ्लाइटमा आएको। कस्तो अनुभव? फ्लाइटमा किन आयो भन्दाखेरि अब तलबाट यहाँ केटीहरू देखिँदैन त, त्यही भएर माथिबाट देखिन्छ कि भनेर आएको। ब्रह्मदेवले हो कि इन्द्रदेवले को नि बादलले छेकिदिएर बादल मात्रै नि रिसाउँदै आएको नि यहाँ। अनि अब सद्य आएर विशेष गरी सद्यको जुन चाहिँ तपाईँलाई हेरिराख्ने माया गरिराख्ने तपाईँको च्यानललाई अथवा तपाईँको भिडियो हेरिराख्ने दर्शकवृन्दलाई चाहिँ के भन्न चाहन्छ गोर्खा महोत्सव? सबैलाई धेरै धेरै धन्यवाद। जिन्दगीभर कसैको लभ लेटर त आएन, कमसेकम यो प्रोग्रामको लेटर आयो। यसमै अब कहीँ छ कि भनेर आएको म पनि। र अर्को एउटा सानो प्रश्न पनि छ भाइलाई। सद्यमा गोर्खा युवा मञ्च सद्यको नेतृत्वमा जुन अहिले गोर्खा महोत्सव भइरहेको छ, विशेष गरी उहाँको टिमहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यति जाडोमा पनि कष्ट गरेर स्वेटर लगाएर किनेर भए पनि प्रोग्राम गर्नुहुँदैछ र मलाई पनि बोलाउनु भयो। धेरै धेरै धन्यवाद। त्यहाँदेखि अगाडि त म पनि जान्दिनँ। दर्शकबिन तपाईँहरू हेरिराख्नु होला गोर्खा नेटवर्क आसाम। अगाडिको अपडेट तपाईँहरूलाई म गोर्खा महोत्सवमा विमल भाइसँग केही दिनेछु र विमल भाइ अबको 2 घन्टापछि नै गोर्खा महोत्सवको प्रोग्राममा पुग्नेछ। तपाईँहरू भिडियोलाई सक्दो सेयर गरेर सम्पूर्ण सदियामा बसोबासो गर्ने गोर्खा जनमानस र आसाममा बसोबास गर्ने गोर्खा मानस र गोर्खा महोत्सवमा विशेष गरी आउने भाइहरूलाई मेरो विमल लिम्बूसँग भेट गर्नु नछुटाइदिनु होला, किनभने एकजना तपाईँको केटेगोरी जुन चाहिँ हँसाउने हुन्छ, उहाँले आफ्नो तरिकाले बोल्नुहुन्छ। अर्ग्यानिक भनेर पनि हामीले भनिरहेको छौँ। उहाँको भाषा अर्ग्यानिक छ, उहाँ आफ्नो तरिकाले गर्नुहुन्छ। आफ्नो समावेशलाई आफ्नो घरमा जे छ त्यही देखाएर उहाँले भिडियो बनाउनुहुन्छ। उहाँको छुट्टै एउटा पहिचान छ र त्यसैको लागि उहाँलाई विशेष गरी धन्यवाद। र गोर्खा युवा मञ्च सदियाको नेतृत्वमा भएको गोर्खा महोत्सवमा आज उहाँ उपस्थित भइरहेको भएको छ र भरे भेट्नुको लागि नछुटाउनु होला विमल भाइलाई। धन्यवाद।